हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी सिन्की बनाउँदैछौँ। अनि बिहान 5 बजे गएर मुला लिएर अनि सबैले काट्यौँ। अनि यता चाहिँ मुलाको अचार बनाउँदैछौँ। अनि आज चाहिँ मैले सिन्की यति धेरै कुटेको थिएँ कि यो त थोरै छ कति धेरै। अनि कोपी पनि केलायौँ भोलिको लागि तरकारी, लसुन पनि फोकेर राखेको छ भोलि अचार बनाउने भनेर। अनि यो चाहिँ मुलाको चाना, अनि यो चाहिँ अचार बनाउने भनेर चाहिँ मुला काटेर सुकाएको सिन्की पनि लिएर आएको थियौँ। अनि साग पनि रोप्यौँ हामीले। अनि छोरीले चाहिँ यहाँ खन्छु भनेर खन्दैछौँ कि वहीँभरि हामी चाहिँ सबैजना बसेको थियौँ। अनि यस्तो मजाको घाम लगाइरहेको थियो। अनि भाइ चाहिँ नुहाउँदिन भनिरहेको कि उसलाई नुहाउने भनेर मैले जिस्काइरहेको थिएँ। अनि नानीले खाना पनि लिएर आए। अनि बहिनीले पनि खाना खाँदै थिइन्। त्यसपछि मैले चाहिँ खाना पस्किन्छु भनेर गएको, यस्तो के कस्तो घाम पोल्यो। अनि म बाहिर आएँ, यस्तो घाम लगाइरहेको थियो नि, म कस्तो देखिरहेको छु फेस। अनि यति धेरै सिन्कीहरू कुटेँ। अनि दिजु नुहाएर आइस्यो। दिजु नुहाएर आएपछि दिजुलाई मैले खाना ल्याइदिएँ। अनि दिजु खाना खाँदै होइसिन्थ्यो। अनि म पनि खाना खान्छु भनेर भित्र खाना लिन गएँ। खाना चाहिँ यस्तो क्या फोरै भएछ खाना छिट्टेर। अनि नानीले चाहिँ घिउ खान्छु म भन्दै थिएँ। अनि छोरीलाई चाहिँ खाना खाऊ भनेको, उसले चाहिँ पानी त्यो पानी खान मन लाग्यो अरे। अनि भाइ र बहिनी चाहिँ मोबाइल हेरेको हेरे जति बेला पनि दुइटा यस्तो के आँखा गारी मोबाइल हेरिरहनु उनले चाहिँ। अनि हामी चाहिँ बाहिर गयौँ। अनि बाहिर चाहिँ सबैजनाले खाना खाँदै होइसिन्थ्यो। अनि हाम्रो दुर्गा दिदीले पनि खाना खाँदै हुनुहुन्छ। अनि नानीलाई चाहिँ पानी लिएर आ भनेको टुवा भाँदै घोप्टाइछे। अनि म पनि यता हामी सानो मुहाको घर आयौँ गोलौरी। अनि यहाँ चाहिँ यस्तो घाम लागिरहेको थियो। अनि कस्तो राम्रो फुलहरू फुलिरहेको थियो कि यहाँ सानो मुहाको घरमा चाहिँ कति राम्रो फुलको बेर्नाहरू छ। त्यो हजुरलाई चाहिन्छ भने भन्नु ल, म ल्याइदिन्छु हजुरलाई। अनि यस्तो राम्रो थियो क्या फुलहरू यता चाहिँ। अनि हामी यहाँ आयौँ। यो चाहिँ सानो मुहाको घर, यस्तो राम्रो छ कि देख्दा वाउ। यो पछाडि चाहिँ फुलहरू यति राम्रो छ नि। अनि माइजू दिदीहरू यति बसिराखेको थियो। सानो मुहा चाहिँ कपडा धुँदै होइसिन्छ। म कपडा धुन्छु भनेर आफै धुँदै होइसिन्छ। माइजूले चाहिँ मेरो भिडियो नखिच है भनिराखेको छ कि झन् मैले खिचिदिएको। अनि यहाँ चाहिँ कति राम्रो धनियाँ फलिरहेको रहेछ। अनि यो पनि सानो केरा पनि फल्दैछ, अब छिट्टै फल्छ होला। अनि सागहरू सबै थियो। यता चाहिँ कति राम्रो लसुनहरू पनि छ कि। अनि यहाँ चाहिँ सानो सागको बेर्नाहरू छ। यतातिर चाहिँ कति धेरै हजारी फुल पनि अझैसम्म फुलिरहेको छ कि। यस्तो हुन्छ नि देख्दा पनि कस्तो के टिप्न मन लागिराख्ने। अनि यहाँ चाहिँ नजिकै पानी ट्याङ्की पनि नजिकै छ। यो चाहिँ के भन्छ यसलाई, सल्ला होला। अनि त्यसपछि यो चाहिँ हामी चटपटी बनाएको भिडियो चाहिँ मैले खिच्नै बिर्सेछु। अनि मैले पनि खाएँ। के लाएन जस्तो भयो क्या। अनि साँझ चाहिँ हामीले मासु मगाएपछि अनि मैले यहाँ यस्तो कस्तो भएको थियो क्या, कति ठुल्ठुलो पिस थियो नि त। अनि मैले यसलाई अनि झिरमा पोलेर अनि तवामा पनि छुट्टै पोलिरहेको थियौँ क्या। झिरमा पोलेको चाहिँ कस्तो क्या अर्कै गन्नाइरहेको थियो नि त। अनि तवामा पनि गरायौँ। तवामा गराएको चाहिँ अलिक ठिकै भइरहेको थियो। अनि त्यसपछि तवामा पोलिसकेपछि मलाई चाहिँ खाँदिनँ, म त तवामा पोलेको भनिरहेको थिएँ। अनि सानो मुहा पनि खाइसक्यो, हामी सबैले मासु खाएँ। दिजु चाहिँ पोल्न बसेको थियो। अनि मैले चाहिँ त्यो ठुल्ठुलो पिस थियो क्या, अनि काटेर मैले सानो बनाएँ। अनि कति धेरै काट्दा म चाहिँ तवामा पनि राखेँ। अनि फेरि के भयो कस्तो क्या, मलाई त काट्नै। अनि यहाँ चाहिँ दिजुले मेरो पनि भिडियो खिचिदेऊ भन्दाखेरि मैले दिजु भिडियो खिच्दिएँ। अनि दिजु पनि आइसकेको थियो। अनि सबैजना हामीहरू बस्यौँ, मामा पनि आइसक्यो। अनि हामी सबैजनाले मासु पोलेर पनि खायौँ। अनि फेरि मैले चाहिँ भुट्न तरकारी पकाउँछु मासुको भनेर बसालेको थिएँ। मलाई चाहिँ पोलेको मनै नपर्ने क्या, कस्तो अर्कै हुन्छ नि त्यो स्मेलहरू, मनै नपर्ने मलाई। अनि मैले चाहिँ यसरी पकाएँ। यस्तो राम्रो छ क्या त्यो भिडियोमा, कस्तो कलर अलि राम्रो कलर आएकै छैन नि त। अनि अलि भुट्यो, मैले मसला बेसारहरू पनि राखेँ। त्यसपछि झन्नै कति मिठो कलर आएको क्या। अनि मैले धनियाँहरू काटेर पनि हालेँ। अनि यो धनियाँ हालिसकेपछि चाहिँ झन् कति मिठो कलर आएको क्या, देख्दै कस्तो घाम लाग्दो होइन। अनि मासु बनाइसकेपछि चाहिँ हामी सबैजनाले खानासाना खायौँ। अनि यतिकै आगो ताप्न, अनि हामी चाहिँ सबै खाएर यतिकै आगो ताप्न बसिरहेको थियौँ। अनि बहिनीले चाहिँ मासु खाएको, उसलाई चाहिँ मिठो लाग्यो अरे कि।
अनि थ्याङ्क यू फर वाचिङ।